कार्यक्रम सञ्चालकज्यू, मङ्गोल नेसनल अर्गनाइजेसन गण्डकी प्रान्तीय सभाका सचिव नवीन घलेज्यूलाई, आज मङ्गोल नेसनल अर्गनाइजेसनका फाउन्डर प्रेसिडेन्ट महामानव डाक्टर गोपाल गुरुङज्यूको 10औं स्मृति सभा कार्यक्रममा सभा अध्यक्षताको रूपमा रहनुहुने गण्डकी प्रान्तीय सभाका अध्यक्षज्यू, आजको यस कार्यक्रममा प्रमुख अतिथिको रूपमा रहनुहुने सङ्गठनका सचिवज्यू, विशिष्ट अतिथिको रूपमा रहनुहुने सङ्गठनका प्रचार प्रसार सचिवज्यू, विशेष अतिथिज्यूहरू, केन्द्रीय सभाबाट पाल्नुहुने सहयात्री साथीहरू र विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्दै आउनुहुने जिल्लाका अध्यक्षज्यूहरू र यस कार्यक्रमलाई सभ्य र भव्य रूपमा सम्पन्न गर्नको लागि उपस्थित हुनुहुने सम्पूर्ण मङ्गोल प्रेमी बुवा आमा दाजुभाइ तथा दिदीबहिनीहरूमा म मङ्गोल नेसनल अर्गनाइजेसन केन्द्रीय सभाको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट यहाँहरूलाई मङ्गोल मायाले भरिपूर्ण क्रान्तिकारी अभिवादन टक्राउन चाहन्छु। स्वीकार्नुहोला। जय मङ्गोल। हामी आज एकजना महत्त्वपूर्ण व्यक्तित्व, महामानव, तपाईँ हाम्रो जीवनलाई, यो देशको राज्य व्यवस्थालाई परिवर्तन गर्नको लागि महत्त्वपूर्ण योगदान गर्नुहुने र भावी आउने सन्ततिहरूको उज्जवल भविष्यको लागि सबै कुराहरू त्यागेर लड्नुहुने महान व्यक्तित्वको बारेमा हामीले चर्चा गरिरहेका छौँ। संसारमा मान्छेहरू धेरै जन्मिन्छ, धेरै मरिन्छ। आजकै दिनमा धेरै मान्छे जन्मिएको छ, आजकै दिनमा धेरै मान्छे मरिएको छ। तर संसारको मान्छेहरूले सबै मान्छेहरूलाई सम्झना गरिँदैन। जसको सम्झना गरिन्छ, जसको चाहिँ 5वटा ज्ञानेन्द्रिय सबै मान्छेहरूको हुन्छ, नर्मल मान्छे सबै मान्छेको हुन्छ। जसलाई सम्झना गरिन्छ, 6वटा ज्ञानेन्द्रिय भएको मान्छेहरूलाई सम्झना गरिन्छ। धेरै मान्छे मरिन्छ, धेरै मान्छे बाँचिन्छ। तर संसारमा केही यस्ता मान्छेहरू हुन्छ कि उनीहरू अथवा उहाँहरू भौतिक रूपमा संसारबाट छोडेर गए तापनि उहाँहरूको विचार, उहाँहरूको सिद्धान्त, उहाँहरूको दर्शन भनेको युगौँ युगसम्म बाँचिरहन्छ, युगौँ युगसम्म अमर रहन्छ। ती व्यक्तिहरूमध्ये हामीले बिर्सनै नसक्ने, सधैँ तपाईँ हाम्रो यो पुस्ताको लागि मात्रै होइन, हजारौँ पुस्ताका, तपाईँ हामी भन्दा पछिका हजारौँ पुस्ताका मान्छेहरूलेसम्म सम्झिरहने नाम भनेको एउटै व्यक्ति, एउटै नाम, एउटै दार्शनिक व्यक्तित्व भनेको मङ्गोल नेसनल अर्गनाइजेसनका फाउन्डर प्रेसिडेन्ट महामानव डाक्टर गोपाल गुरुङ हुन्। आज हामीले यो नेपालको राजनीति व्यवस्थालाई हेर्दाखेरि महामानव डाक्टर गोपाल गुरुङज्यूको नाम नलिकन महामानव डाक्टर गोपाल गुरुङज्यूले प्रतिपादन गरिदिनु भएको दर्शन बिना आज नेपालको राजनीति इतिहास त के, अन्तर्राष्ट्रिय राजनीति इतिहासमा पनि मङ्गोल नेसनल अर्गनाइजेसनका फाउन्डर प्रेसिडेन्ट महामानव डाक्टर गोपाल गुरुङज्यूले प्रतिपादन गरिदिनु भएको दर्शन नै आज त्यही दर्शनको पेरिफेरीमा, त्यही दर्शनको सेरोफेरोमा आज विश्वको राजनीति, नेपालको राजनीति घुमिरहेको छ। भलै आज मङ्गोल नेसनल अर्गनाइजेसनले शासन सत्तामा पुगेको छैन, मङ्गोल नेसनल अर्गनाइजेसन मन्त्री सांसद बनेको छैन, र पनि नबने तापनि आज महामानव डाक्टर गोपाल गुरुङजीको यो अदृश्य लडाइँले, रहस्यमय लडाइँले गर्दाखेरि आज हाम्रो जित कूटनीतिक रूपमा, रहस्यमय रूपमा र अदृश्य रूपमा हाम्रो जित बिस्तारै बिस्तारै भइराखेको छ। धेरै कुराहरू आइसकेको छ। यो समय भनेको धेरै मान्छेहरूलाई अल्मल्याउन सक्ने समय हो। त्यस कारणले तपाईँ हामी कोही अल्मलिँदै गयो भने तपाईँ हामी बाटो बिराउँछ, जो अल्मलिँदैन त्यो मान्छेले बाटो बिराउँदैन। धेरै मान्छेहरू अल्मलिएर बाटो बिरायो भने उसको जिन्दगी, उसको भावी आउने सन्ततिहरूको पनि भविष्य डामाडोल हुन्छ। हामीले यो समय भनेको धैर्य गर्नुपर्ने समय हो। यो समय भनेको आत्तिएर मात्तिएर हामी एउटा निष्कर्षविहीन अथवा डिसिजन लिन नसक्ने भयो भने तपाईँ पनि दुःख पाउनुहुन्छ, म दुःख पाउँछु र आउने भावी सन्ततिहरूले पनि दुःख पाउनेछ।
अहिले मध्यपूर्वमा एउटा युद्ध चर्किराखेको छ। तपाईँ हामी सबैलाई थाहा छ, मध्यपूर्वमा युद्ध चर्किराखेको देशमध्ये एउटा इरान भन्ने देशबाट पनि तपाईँ हामीले सिक्नुपर्छ। र इरान भन्ने देशमा आजभन्दा करिब 40-45 वर्ष अगाडिदेखि इरानसँग अहिले युद्ध लडिराखेको अमेरिका र इजरायल भन्ने देशले इरानलाई चल्न पनि नदिने गरेर राखेको अवस्था थियो। तर झन्डै 45 वर्षको अवधिमा इरान भन्ने देशलाई चल्न नदिए पनि इरानले के गर्यो त भन्दा कहिले पनि धैर्यता गुमाएन। कहिले पनि धैर्यता नगुमाइकन सङ्घर्ष गर्नुभयो। इरानी जनताहरूले सङ्घर्ष गर्नुभयो, उहाँले धैर्यता गर्नुभयो, नेतृत्वहरू बनाउँदै गए, अनि त्यसपछि नेताहरू जन्माउँदै गए। त्यति मात्र होइन, नेता पनि यस्तो नेता जन्माइदियो कि देशको लागि बलिदान हुन सक्ने खालको नेताहरू जन्माइदियो। र झन्डै 40-45 वर्षपछि आज अमेरिका जस्तो 80 वर्षसम्म एउटा शक्तिशाली भएर सबै देशहरूलाई औँलाको भरमा नचाएर बसेका अमेरिका जस्ता देशहरूलाई, इजरायल जस्ता देशहरूलाई आज इरानले घुँडा टेकाइराखेको अवस्था छ। आज इरान अमेरिका र इजरायलसँग युद्ध लड्दै अहिले चाहिँ उनीहरू इरानी जनताहरू, इरान भन्ने देश चाहिँ अहिले झन्डै विश्वको चौथो शक्तिको रूपमा उडाउनको लागि उनीहरू तयारी अवस्थामा गइराखेको अवस्था छ। तपाईँ हामीले त्यहाँबाट पनि बुझ्नुपर्छ कि मङ्गोल नेसनल अलायन्सले आज 37 वर्षसम्म किन चुनाव जितेन। 37 वर्षसम्म चुनाव नजितेको कारण के हो भन्ने कुरा तपाईँ हामीले बुझ्नुपर्छ। किन बुझ्नुपर्छ भन्दा मङ्गोल नेसनल अलायन्सले पनि आज यस्तो कार्यकर्ता, यस्तो नेताहरू जन्माउँदैछ कि भोलिको दिनमा पद पैसा सबै त्यागेर, त्यति मात्र होइन, बलिदान दिन पर्यो भने इरानी जनताहरूले जस्तो बलिदान दिन पनि तयारी हुन सक्ने नेताहरू तयारी गरेको कारणले मङ्गोल नेसनल अलायन्सले अहिलेसम्म जित्न सकिराखेको अवस्था छैन। त्यसकारणले मङ्गोल नेसनल अलायन्सको राजनीतिक लडाइँ भनेको रहस्यमय लडाइँ हो। मङ्गोल नेसनल अलायन्सको राजनीतिक लडाइँ भनेको अदृश्य लडाइँ हो। यो लडाइँ जो कहिले बुझ्न पनि सक्दैन, यो लडाइँमा जो कोही भाग लिन पनि सक्दैन। आज महामानव डाक्टर गोपाल गुरुङजीको 10औं स्मृति सभा मनाउँदै गर्दाखेरि अब सबै मान्छेहरूले भाग लिन सक्दैन। जसले सन्तानप्रतिको माया छ, जसलाई भावी आउने सन्ततिहरूको चिन्ता छ, त्यही मान्छेले मात्रै मङ्गोल नेसनल अलायन्सको दर्शन बोक्न सक्छ। मङ्गोल नेसनल अलायन्सको हरेक कार्यक्रमलाई नछुटाइकन सहभागी हुन सक्छ। नत्र जो कोहीलाई अघि मैले भने जस्तो महामानव डाक्टर गोपाल गुरुङजीले भन्नुभएको जय मङ्गोल, लोकतन्त्र, धर्मनिरपेक्ष, प्रान्तीय सरकार, मङ्गोल नेसनल अलायन्स 21औं शताब्दी अहिन्दू मूलवासी मङ्गोलको शताब्दी हो। अहिन्दू यस्ता कुराहरू चाहिँ जो कहिले चाहिँ भन्न सक्दैन। जसले को मुटु चाहिँ डरो छ, जसले देशप्रतिको एउटा जिम्मेवारी माया गर्छ, त्यही मान्छेहरूले मात्रै गर्न सकिन्छ। मैले अघि नै भने मङ्गोल नेसनल अलायन्सको राजनीतिक भनेको रहस्यमय लडाइँ, अदृश्य लडाइँ हो। यो लडाइँ भनेको आज यो कार्यक्रम मनाउँदै गर्दाखेरि कति धेरै मान्छे भेला हुनुपर्ने थियो, तर यति मान्छे भेला भयो जस्तो लागेको छ होला। खिन्नता हुन सक्छ। मङ्गोल नेसनल अलायन्सको दर्शन भनेको लाखौँ करोडौँ मान्छेले लड्ने लडाइँ होइन। यो लडाइँ भनेको सडक जाम गरेर, अधिवेशनमा झगडा गरेर, अनि अध्यक्ष पाएन भनेर टाउको फुटाएर त्यस्ता मान्छेहरूले लड्ने लडाइँ होइन। मङ्गोल नेसनल अलायन्सको लडाइँ भनेको सीमित मान्छेहरूले, जसले चाहिँ दिमाग चलाउन सक्छ, जसले चाहिँ राजनीतिक रूपमा चेतनशील भएको छ, जसले चाहिँ के त भन्दा सबै कुराहरू त्याग्न सक्छ, जो चाहिँ महामानव डाक्टर गोपाल गुरुङजीको त्याग, तपस्या र बलिदानबाट प्रेरित हुने मान्छेले मात्रै मङ्गोल नेसनल अलायन्सको लडाइँ लड्न सकिन्छ। त्यसकारणले अघि नै धेरै पूर्ववक्ता साथीहरूले भनिसक्नुभयो, हामी आत्तिनु पनि केही पनि छैन। महामानव डाक्टर गोपाल गुरुङको जीवनमा पनि दुईटा बाटाहरू आएको थियो। महामानव डाक्टर गोपाल गुरुङजीले पनि मैले यहाँका 80% मूलवासी मङ्गोलहरूलाई आफ्नै देशमा मालिक बनाउनको लागि मैले सबै कुरा गुमाएँ,
मैले गुमाउनु पनि मैले सबै कुरा गुमाएँ, मसँग गुमाउने केही पनि छैन। तर पनि यहाँका 80% मूलवासी मङ्गोलहरूले कहिले पनि चेतना दिमागमा चेतना भर्न सकेन, मेरो कुरा कसैले पनि सुनेन। अब मैले यो बाटो छाड्नुपर्छ कि क्या हो भन्ने एक खालको सोचमा पुग्दाखेरि वर्तमान प्रेसिडेन्टज्यूले यसलाई हामीले छाड्नु हुँदैन, यो दर्शन बुझ्ने मान्छेहरू धेरैजना जन्मिसकिएको छ भन्ने हिसाबले उहाँको पनि एउटा भनाइलाई उद्धृत गर्दै महामानव डाक्टर गोपाल गुरुङज्यूले फेरि यसलाई निरन्तर गर्नुभएको थिएछ। त्यस कारणले हामीले पनि त्यसरी नै निरन्तरता दिएर जानुपर्ने हुन्छ। महामानव डाक्टर गोपाल गुरुङज्यूलाई पनि त्यसरी नै अब मैले यो पार्टीलाई छोडेर म ब्याक भएर बस्ने कि के गर्ने होला भनेर दुविधामा बस्ने दिन आएको थियो। उहाँ त एउटा दार्शनिक मान्छे, उहाँको दर्शन आज हजारौँ वर्षसम्म बाँच्ने एउटा स्थितिमा पुगिसकेको छ। त्यसकारण यो समयमा तपाईँ हामीलाई पनि चुनाव लड्यो, कति धेरै चुनाव लडिसक्यो, चुनाव चिन्ह कुखुराको भालेमा पनि भोट हाल्यो, उम्मेदवार पनि बन्यो, तर पनि हाम्रो भालेले जितेन, व्यर्थै भोट हालेको नजितेको ठाउँमा भनेर कसैलाई लाग्न सक्छ। हामी त्यस्तो व्यर्थै भोट हालेछु क्यारे नजितेको ठाउँमा, व्यर्थै उठेछु क्यारे, व्यर्थै चाहिँ उम्मेदवार बनेछु क्यारे चुनावै नजिने सङ्गठनमा भनेर त्यो लाग्न सक्छ। हामी त्यो लाग्नु पर्ने जरुरी के पनि छैन। अघि नै मैले भने हाम्रो जित एकदमै नजिकै छ। मङ्गोल नेसनल अलायन्सको लडाइँ भनेको यहाँका 20% जसले ढाका टोपी सुरुवाल लगाएर बस्छ, हिन्दू राष्ट्रको कुरा गर्छ, राजतन्त्रको कुरा गर्छ, राजावादीको कुरा गर्छ र 100 वर्षसम्म तपाईँ हामीलाई गुलामी बनाएर राख्ने 20%सँग हाम्रो राजनीतिक लडाइँ होइन। हाम्रो राजनीतिक लडाइँ भनेको तपाईँ हामीलाई गुलामी बनाउन सफल हुने, सधैँ ढाका टोपी दौरा सुरुवाल लाएर बस्ने 20% हिन्दू आर्यहरूको मालिकसँग उनीहरूलाई मलजल गर्नको लागि तपाईँ हामीलाई कयौँ वर्ष पछाडि ढकेल्नको लागि प्रयोगमा ल्याएका व्यक्तिहरू, उनीहरूलाई चाहिँ जसले चाहिँ के गरिराखेको छ भन्दाखेरि हाई हाई गरिराखेको अवस्था छ। सबै कुराहरू दिएर यहाँको 20% शासकहरूलाई सधैँ शासन सत्तामा टिकाइराख्नको लागि जस्तो खालको नीति सामदाम दण्डभेद प्रयोग गर्न सिकाउने उसको मालिकसँग चाहिँ हाम्रो राजनीतिक लडाइँ हो। तपाईँ हामीले बुझ्नुपर्छ, यो 20% तपाईँ हामीलाई गुलामी बनाएर राख्ने यहाँको शासकहरूको मालिक आज विश्वको राजनीतिक इतिहासबाट गुमनाम भइसक्यो। थोरै समय छ, अलिकति उनीहरू गुमनाम त भइसक्यो, थोरै अवशेष बाँकी छ। त्यो अवशेष जाने बित्तिकै मङ्गोल नेसनल अलायन्सले पनि अब नेपालमा तपाईँ हामीले पनि सरकार बनाउने छ। त्यति मात्रै होइन, अस्ति मात्रै सम्पन्न भएको मङ्गोल नेसनल अलायन्सको केन्द्रीय सभा र त्यसपछि सम्पन्न भएको मङ्गोल नेसनल अलायन्सको कार्यकारिणी सभाबाट अहिले विश्वमा उडाउँदै गरेको देश चाइनाको चाहिँ हामीले एक चाइना सिद्धान्तलाई समर्थन गरेर जाने भनेर सबैभन्दा महत्त्वपूर्ण निर्णय, सबैभन्दा हाम्रो जडको कुरा अड्केको कुरा त्यही थियो। त्यो चाहिँ नीतिलाई हामीले समर्थन गरेर जाने बित्तिकै अब नेपालमा पनि मङ्गोल नेसनल अलायन्सलाई बुझ्ने मान्छेहरू, मङ्गोल नेसनल अलायन्सलाई माया गर्ने मान्छेहरू अब बिस्तारै बिस्तारै आउँछ र निकट भविष्यमै मङ्गोल नेसनल अलायन्सले यो देशमा आफ्नो शासन सत्ता चलाउँदै छ। त्यस कारणले हामी त्यस कारणले पनि हामी विचलित हुनुपर्ने केही पनि छैन। हामी हरेक कार्यक्रममा आउँछौँ, हरेक कार्यक्रममा उपस्थिति हुन्छौँ र उपस्थिति जनाउँछौँ र मङ्गोल नेसनल अलायन्सको कुराहरू हामी बुझ्छौँ। र यो भित्र रहेको अझै गुडी कुरो के हो त, जुन गुडी कुरोले तपाईँ हाम्रो आत्तिएको त्यो तपाईँ हाम्रो भक्ल उम्लेको मनलाई शान्त दिने गुडी कुरा भनेको जब तपाईँ हामी कार्यक्रममा हिँड्छौँ, महामानव डाक्टर गोपाल गुरुङज्यूले लेख्नुभएको किताबहरू अध्ययन गर्छौँ, तब मात्र के हुन्छ त भन्दा तपाईँ हाम्रो शान्त हुन्छ, तपाईँ हाम्रो मन शान्त हुन्छ र मङ्गोल नेसनल अलायन्सको लडाइँ कहाँसम्म हो भनेर हामीले प्रशस्त मार्गदर्शनहरू पनि पत्ता लाउन नसकेसम्म तपाईँ हामी अल्मलिन्छौँ। त्यस कारणले त्यो कार्यक्रममा उपस्थित भएर
तपाईँ हामी अल्मलिन लागेको अवस्थामा आफूलाई कन्ट्रोल गर्नको लागि तपाईँ हामीले मङ्गोल नेसनल अर्गनाइजेसनको हरेक कार्यक्रममा अनि त्यसपछि हाम्रो ऐतिहासिक व्यक्तित्वहरू हुनुहुन्छ महामानव डाक्टर गोपाल गुरुङज्यूसँग सँगै उठबस गर्ने हिँडडुल गर्ने यो दर्शन बोकेर कयौँ कोस टाढा पुग्ने आदरणीय व्यक्तित्वहरूको कुरा सुन्यो भने मात्रै तपाईँ हामीले चाहिँ के गर्न सक्छौँ भन्दा मङ्गोल नेसनल अर्गनाइजेसनमा सङ्घर्ष गर्न सक्छौँ। त्यस कारणले पनि तपाईँ हामीले बुझ्नुपर्छ र इरानी नागरिकहरूको सङ्घर्षबाट महामानव डाक्टर गोपाल गुरुङज्यूले जीवनीभरि गर्नुभएको त्याग तपस्या बलिदानबाट र त्यो बलिदानलाई सम्झेर नै हामीलाई प्रेरणा मिल्नुपर्छ र मिलिराखेको अवस्था छ। त्यस कारणले आज समयको पाबन्दी छ हाम्रो यस कार्यक्रममा मैले अघि नै भनिसकेँ महामानव डाक्टर गोपाल गुरुङज्यूसँग उठबस गर्नुहुने महामानव डाक्टर गोपाल गुरुङज्यूको हरेक कूटनीतिक कुराहरू सुन्नुहुने आदरणीय व्यक्तित्वहरू हाम्रो यस कार्यक्रममा प्रमुख अतिथि र विशिष्ट अतिथिको रूपमा रहनुभएको छ। हामीले विशेष गरी उहाँको सम्बोधनलाई एकदमै ध्यान दिएर सुन्नुपर्ने भएको हुँदा समयको पाबन्दी पनि छ। त्यस कारणले आज गण्डकी प्रान्तले आयोजना गरेको यो 10औं स्मृति दिवस कार्यक्रममा मलाई पनि निमन्त्रणा गरिदिनु भएकोमा आयोजक सभालाई हार्दिक धन्यवाद दिँदै म पनि यहाँबाट बिदा हुन चाहन्छु। हस्त जय मङ्गोल।